Hey guys, welcome back to our vlog, our channel, Nepalese Hands. I think you guys already saw our first vlog going to Manly Beach. Now we are going to another beach. It's a surprise. We'll let you guys know on the way. See you soon. So guys, welcome back to the channel. As I have updated you earlier, we are going for a day out today. हामी चाहिँ आज कायामा जाँदैछौँ, आउट अफ सिडनी कायामा। अनि त्यहाँ चाहिँ एउटा ब्लो भन्ने ठाउँ छ, त्यहाँ चाहिँ तपाईँको बिचमा ब्लो होल। त्यहाँ चाहिँ लेट्स सी, म पनि फर्स्ट टाइम जाँदै हो, मैले देखेको मात्र हो होइन, त्यहाँ गएर अब हेरौँला है त गाइस। सो ओभर हियर वी हेभ अनिस मानसिंह होइन, एन्ड एट फ्रन्ट हाम्रो चाहिँ एकदमै ह्यान्डसम ड्यासिङ अनिस मानसिंह। राइट, टेक 2। अगाडि चाहिँ हाम्रो एकदमै ह्यान्डसम ड्यासिङ कुल दाइ अशोक मानसिंह हुनुहुन्छ। हामीलाई एकदमै आज हाम्रो अगाडि चाहिँ हाम्रो एकदमै यहाँ ह्यान्डसम कुल ड्यासिङ दाई हुनुहुन्छ, अशोक दाई, अशोक मानसिंह। हाम्रो अब यहाँ इन्ट्रोमा चाहिँ भेनालाई छुटिएछ, त्यही भएर भेनाको इन्ट्रो लिउँ है त। बट यु गाइज नो बिकज यो उहाँकै च्यानल हो, उहाँकै फोन हो। कसको फोन हो नि त? एप्पलको हो। ल भेना यता हेरेर इन्ट्रो छ। हेलो, मेरो चाहिँ फर्स्ट टाइम अस्ट्रेलिया आएको। फर्स्ट टाइम हामी अहिले कहाँ जाँदै रे? कायामा आउट अफ सिडनी होइन। अनि केटाहरूले चाहिँ आज कायामा घुमाउनु लगिरहेछ होइन, त्यसको लागि थ्याङ्क यू। एकदम एक्साइटेड छु म चाहिँ, एकदम एक्साइटेड होइन। लेट्स सी वेयर द रोड टेक्स अस है त।
अहिले चाहिँ हामी कायमा आइसक्यौँ होइन कायमाको चाहिँ तपाईँले सबभन्दा एन्टिक हिस्ट्रीको लागि होइन यो लाइट हाउस छ क्या देखाउनु त देख्नु यो लाइट हाउस चाहिँ तपाईँको पहिला सर पिटर फिलिप्सले अब जो फर्स्ट आउनुभएको थियो नि फर्स्ट लर्ड सिपमा 116 हो कि समथिङ जना उयो के अरे कन्भिक्टर्सहरूलाई ल्याएर यहाँ छोड्दाखेरि हो यो लाइट हाउस पाराले वरिपरि हेर यता चाहिँ नहेर सर्ट यता लुक्छ Hello. We are back in channel guys. अब चाहिँ हामी बिचहरू यसो घुमघाम गरेर लाइट हाउस घुमघाम गरेर अब चाहिँ हामी यसो खाजा लन्चको लागि आइरहेको छौँ यता कायामा सेन्टर रहेछ अब त्यहाँ हामी हेरेर के कसो हुन्छ है भन्छौँ ल के चाहिने टोइलेट जाउँ एकछिन सर्ट कि लङ सर्ट नि अभियसली यसमा लाज हुने चिजै छैन इट्स नेचुरल 21st सेन्चुरी ल यहाँ चाहिँ यस्तो हुन्छ विदेशमा चाहिँ टोइलेट होइन यस्तो एमइएन लेखा हुन्छ केटाको चाहिँ अनि यहाँ यस्तो हुन्छ कस्तो हुन्छ यो छोपेर खान्छ सफै हुन्छ टोइलेट चाहिँ ल हो त हजुर त्यति छैन Alright guys, हामी चाहिँ अब कायामाबाट डुलेर लन्च गरेर अब चाहिँ हामी वाटरफल जाँदैछौँ हामी कुन चाहिँ वाटरफल हो अनेस म्यारेन्स ल म्यारेन्स कति किलोमिटर्स बाँकी छ 15 किलोमिटर टाढो छ है त विल सी वाटरफल नाउ एन्ड इन्जोय द वाटर अलराइट वाटरफल चाहिँ छ भन्ने कुरा हामीलाई डेभिस फलको डाइ
शराब लिन जाँदैछु मद्यपान स्वास्थ्यको लागि हानिकारक छ भने थाहा छैन अनि नखानु भनेको टेन्सन छ खान्छु कि खान्छु गणेश ल यो भेनालाई गिफ्ट हाम्रो तर्फबाट धन्यवाद आजलाई पुग्छ नि भेना तपाईँलाई मैले पुग्दै मात्रै हो खाने जति मैले हो